यसमा छैन के हो यो छ यो त अर्को नि हान्नु रहेछ म पाउने यो त अर्को नि हानेछ कि ल के गर्ने हुन्छ ल ठिक है मामा धेरै टाढा नि हान्नु पछि माछा तान्न नि हुन्छ पछि सबै एकै ठाउँमा हान्नु पऱ्यो पऱ्यो अलिक उता हान्नु ठिकै ठिकै हान्नु ल कता पुग्यो ल ठिक छ यति ठिक हुन्छ ल माछामा नि ल डल्ला यसरी बनाउनु पर्छ ल मामाले बनाउनु छ यता हाम्रो यताबाट सेटअप गर्ने हो हुन्छ त्यत्रै हुन्छ सुरुमा त्यत्रै गर्ने अँगुरो झुन्डाइदियो हुन्छ दुईटा अँगुरो झुन्डाइदियो हुन्छ ल फर्स्ट आज ब्याटिङ बनाउँदैछौँ ल मामाको त यो सिजन चाहिँ पहिलोचोटि है फेरि पहिला पहिला हाम्रो भिडियोमा चाहिँ मामा नि छ मामा म अनि हाम्रो ठुल्दाई अनि भोजेदाई चारजना हो दुईजना बाहिर छ है अहिले केटा हो अब हामी दुईजना मात्रै छ मामा नि अस्तिसम्म त उतै अन्तै काममा बिजी थियो त्यो भएर म एक्लै हिँड्थेँ कि आज चाहिँ दुईजना छ है आज हेरौँ कस्तो हुन्छ ल हाम्रो सामानहरू ल उता पनि जाल उठाउँदैछ अब जाल उठिसकेपछि अब हामी हान्छौँ सुरुमा आएर नि काम छैन अब जाल निकालेको हुँदैन फेरि हान्दाखेरि जालमा अड्किन्छ फेरि जाल च्यात्तिने झन् उल्टो अर्कोचोटि माछा मार्नै पाउँदैन फेरि त्यो भएर चाहिँ छिटो आए पनि हान्न त योहरूले जाल नउठाएसम्म चाहिँ वेटिङमै बसे हुन्छ दाना बनाएर बसे हुन्छ हान्ने ठाउँलाई यसरी चाहिँ बनाएर राखे हुन्छ पछि उहरूले जाल निकालिसकेपछि हाने हुन्छ कुखुरा नै करा खाउँछ कुखुरा अघि आउँदाखेरि त मिर्गे देखियो नि होइन बाटोमा त Onu da gel. Bu da süreceğim. Nasıl kalsın sana oldu? Bu da bunu da. Evet.
खाना त गिलो ठिक हुन्छ है, साह्रो हुन्छ त खाँदाखेरि एक बाइट ट्याक लाग्ने गऱ्यो। हजुर यो पाइपबाट नै यता कटाउने यतिमा हाल्नु पाइप जाल निकाल्न पो ढिलो आउने रहेछ पहिला गर्दा। जीरो नम्बरको ब्रोइलरको दाना, आँटा र अलिकति कोदोको छाङ मिक्स है। गिलो गिलो भयो भने ठिक हुन्छ, एकैचोटि हाल्दाखेरि टक्क मुख्नु लाग्छ। के गर्ने हुन्छ काँडामा हात घिसार्दै कस्तो मजासँग अड्किएको माछा खेल्ने बेला भएछ बल्ल। है कस्तो ढक्का खाने बेला मुनि मुनि लगेन
ल ल ल ल जाली त्यहाँ छ उ त्यो जाली छ त्यो लोकल रहेछ कि जस्तो लाग्यो तलबाट लगाएको चाहिँ फेरेको होइन म एकचोटि पनि फेरेको छैन जाली हेर्नु एकचोटि आउँछ है पाइपमा अड्किन्छ यसमा छैन के हो यो छ यो त अर्को नि हान्नु रहेछ म पाउने यो त अर्को नि हानेछ कि ल यो अर्कोलाई नि हान्दैछ यहाँ खोलिदिनु पऱ्यो खै उता नि हानिसक्यो अर्कोलाई हानिसक्यो मिलाउनु